नमस्कार दर्शकवृन्द, आज जयगाउँको एनएस रोडबाट हजुरहरूलाई स्वागत जनाउँदै आज 8औं हप्ता युवाहरूले जयगाउँ सरसफाइ गर्दै आज 8औं हप्तामा चाहिँ युवाहरूले डिभाइडरमा सापटुप गरेर रङहरू लाउने कामहरू गरिरहेको दृश्य हजुरलाई साझा गरिरहेको छु। र हाम्रो यहाँ फ्रेममा देख्नु हुँदैछ हाम्रो युथ आइकन अभिषेकको अगुवाईमा यो डिभाइडरमा रङहरू लाग्ने कामहरू भइरहेको छ र अझै अगाडि पनि लगेर देखाउँदैछु तपाईहरुलाई। र यो काली मन्दिर अगाडिदेखिको दृश्य यो जति पनि मैला डिभाइडरहरू देख्नु हुँदैछ यो सबै नै भुटान गेटसम्म साफ हुनेछ। र यहाँ हाम्रा वार्ड मेम्बर युथहरू हाम्रो यहाँ बहिनी रेशमा अरू पनि यहाँ मजाले रङ पचेला गरिरहेछ। अझै पनि युथहरू जोड्नुहोस् र यो डिभाइडरहरू जयगाउँलाई सफा गर्ने कामहरू गर्छौँ। र यहाँनिर हाम्रो मेरो भतिज हेमन्त र हाम्रो भाइहरू युवा भाइहरू यसरी डिभाइडरलाई रिपेयर गर्ने काम पनि हम्बरहरू लिएर रिपेयरहरू गर्ने काम पनि गर्दै रिपेयर गर्दै सरसफाइ गर्दै घस्दै रङहरू लाउने कामहरू गरिरहेको छ। र जति पनि युवाहरू जयगाउँको छ अझै पनि जुड्नुहोस्। आज करिब 40-50 जना युवाहरू रङ पचेला गरिरहेको छ। र हरेक सन्डे हजुरहरूले सुपरमार्केटको गोविन्द प्लाजा अगाडि दुर्गा मल्ल चौकमा आएर भेला हुनुहोस् र सरसफाइका काम हामी मिलेर गर्नेछौँ। र जयगाउँको जति पनि सङ्घ संस्थाहरू छ तपाईँहरू पनि युवाहरूको हौसला बढाउनलाई जरुर आइदिनुहोस् होला। धेरै धेरै धन्यवाद। काम गर्नु पाउँदा आफू बुढो भए पनि 10 वर्ष उमेर घटेको जस्तो फिल हुँदो रहेछ। र युवाहरूले मजाले कामहरू गरिरहेको छ है। र यस्तै युवाहरू अझै जयगाउँमा खाँचो वर्गहरू छ अझै आएर सहभागिता जनाएर जयगाउँलाई क्लिन ग्रिन बनाउने काम चाहिँ अझै गर्नुपर्छ। जयगाउँका भ्लगर भनौँ स्ट्रिट डान्सर भन्छु म त करण भाइलाई है। उहाँले एकदम स्ट्रिटतिर डान्सहरू गरेर तपाईँहरूलाई मनोरञ्जन गरिरहेको हुन्छ। करण भाइ आज यो जुन चाहिँ डिभाइडरमा रङहरूलाई चाहिँ युथहरू आएर काम गरिरहेको छ अझै युथहरूलाई तपाईँ के सन्देश राख्न चाहनुहुन्छ? अझै युथहरूलाई मैले भन्न चाहन्छु कि तपाईँ नेक्स्ट विक आउनुहोस् होइन, हाम्रो हात बताउनुहोस् होइन। र आज यो जुन चाहिँ रहेछ पेन्डिङ रहेछ होइन भेडरमा, र नेक्स्ट टाइम हामी अझै चिजहरू गर्नेछौँ, नयाँ चिजहरू गर्नेछौँ जयगाउँको लागि। र यसरी गर्दै जाँदैछ हामी। आज 8 विक हो आज होइन। सो हेरौँ अब चाहिँ उन्नति गर्नेछ जयगाउँको लागि, सफाइको लागि जो यति भन्न चाहन्छु म। धन्यवाद करण भाइ। हामी समक्ष क्यामेराको पछाडि बसेर हमेसा जयगाउँको न्युज अपडेट देखाउने हाम्रो नवाब आलमज्यू पनि यहाँ कभर गर्नु आउनु भएको छ है। र नवाबज्यू तपाईँ के भन्नु चाहनुहुन्छ? युथहरूले 8 हप्तादेखि जयगाउँको सरसफाइ गरिरहेछ र आज चाहिँ जयगाउँको डिभाइडरमा जो खियाहरू लागेको थियो मैला भइसकेको थियो डिभाइडरमा युथहरूले आज रङहरू लाउने काम गरे, यस विषयमा के भन्न चाहनुहुन्छ? साफसफाइ अघिदेखि चलिरहेको थियो। अब यो नयाँ चिज हुँदैछ कि जयगाउँलाई ब्युटिफिकेसन बनाउनु पनि कुरा चल्दैछ। अब ब्युटिफिकेसन हुँदैछ पनि, तर चाहिँ मोस्ट इम्पोर्टेन्ट थिङ छ कि हामी अहिले जतिजना यहाँ छ यति मान्छेले पनि हुँदैन। हाम्रो अझै मान्छे चाहियो, अझै टिम चाहियो, अझै गर्नुको लागि अझै युथहरू चाहियो कि हाम्रो साथ दियोस्। अब यो चिजहरूलाई अझै प्रमोसन गरोस् र खालि यो मात्रै गर्दा हुँदैन। आफ्नो जग्गा आफ्नो ठाउँलाई पनि राम्रो राख्नुपर्छ। अनि लेट्स ट्रिट जयगाउँ एज अ टुरिस्ट प्लेस। त्यो टुरिस्ट प्लेसलाई रेस्पेक्ट दिउँ, त्यो टुरिस्ट प्लेसलाई अझै झन् के भन्छ लेट्स प्रमोट एज अ गुड वे। सो मोर टुरिस्ट कम। त्यसले के हुन्छ जयगाउँमा बिजनेस बढ्छ अनि बिजनेस बढे पनि सबैको इन्कम बढ्छ एन्ड भाइस वर्सा विल एफेक्ट योर फ्यामिली इन्डाइरेक्टली इफ जयगाउँ स्टेज क्लिन फर एभर। थ्याङ्क यू नवाब। यहाँ सबैजना हाम्रो युथहरूको लागि तपाईँले है प्रोभाइड गरिदिनु भयो हाम्रो लन्च, आजको लन्चको लागि चाहिँ थ्याङ्क यू सो मच। नेक्स्ट टाइम पनि फेरि पनि प्रोभाइड गरिदिनुहुन्छ होला। उता अगाडि पानी ल्याउँदैछ, पानी ल्याउँदैछ। अहिले चाहिँ लन्च टाइम।